छन्। कसैले आफ्नो हट फिगर देखाएर त कसैले आफ्नो प्रेम कहानीलाई विवादित बनाएर गीत चलाउने फन्डा पनि गरेका छन्। कसैले सार्वजनिक कार्यक्रममा आगो बाल्दा, कोही भने विवादका कारण बिल्लीबाट हुने भएमा छन्। नम्बर 1, प्रकाश सपुत। नेपाली कला क्षेत्रमा सङ्गीतभन्दा बढी कथावस्तु बेचेर र बिकाएर चर्चामा आएका प्रकाश सपुत विवादका पर्याय जस्तै बनेका छन्। प्रकाशको यो सफलताको विगत उत्तिकै सङ्घर्षपूर्ण भए पनि अहिले त्यही सफलताको उन्माद बढेको भन्दै आलोचनाको चुलीमा छन्। हुन त प्रकाशमाथि यसअघि पनि सफलताको उन्माद देखिएको आरोप लाग्ने गरेको थियो। जुन पूर्णबहादुरको सारङ्गीको प्रमोसनका क्रममा छताछुल्लो देखिएको उनका समर्थकहरू बताउँछन्। कतिपय स्टेजमै आक्रमणको शिकार बनेका पनि छन् भने जातीय विभेदलाई अनावश्यक उछालेको आरोप पनि लाग्ने गरेको छ। यसअघि पनि विभिन्न गीतहरू विवादमा आएकै कारण हटाउनु पर्ने सम्मका अवस्था आएका छन्। तर अहिले भने उनको विवादको पृष्ठभूमि फरक छ। उनले अस्वाभाविक रूपमा बढाइ चढाइ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको गुणगान गाउँदा आफैमाथि ब्याकफायर भएको छ। प्रधानमन्त्री ओलीले पपुलर व्यक्ति भेला पारेर आफ्नो लोकप्रियता बढाउन खोज्दा त्यही शैलीमा ओलीको घोर प्रशंसा गरेर चलचित्र बसन्त चलाउन खोजेका प्रकाश पहिलो चलचित्रमै बल्ड्याङ खाने अवस्थामा छन्। यसअघि पनि नेताको भिड जम्मा गरेर चलचित्र बनाउँदा रमित ढुङ्गाना डुबेका थिए। केपी शर्मा ओलीज्यूहरूको इमेज मेरो दिमागमा छ, त्यो कहिले पनि परिवर्तन नहोस्, झन् बढ्दै बढ्दै जाओस्। सङ्घर्ष गर्न पछि हट्नेहरूका लागि चाहिँ केपी शर्मा ओलीज्यूको जीवन चाहिँ साँच्चीकै प्रेरणादायक छ। उहाँको जीवन ग्राफलाई मात्रै हेर्ने हो भने पनि यार सामान्य समय यार जीवनमा असम्भव भन्ने कुरा केही पनि छैन, गर्न सकिँदो रहेछ त। नम्बर 2, दुर्गेश थापा। न यिनका गीतमा कुनै सन्देश हुन्छ न कुनै सामाजिक जागरण नै। चर्चालाई मात्र केन्द्रमा राखेर सुर न तालका गीत निकाल्ने उनी घरि स्टेजमा आफै नाङ्गिन्छन्, घरि महिलाको आवरणमा देखिन्छन्। अहिले दुश्मन हेरेको हेरै गीत मार्फत उनले आफ्ना दुश्मन मात्र ढलाएका छैनन्, आयोजकहरू पनि ढल्ने अवस्थामा छन्। उनको यात्रा अहिले गुडान छोडेर उडानमा छ। हेलिकप्टर नपाए उनी अहिले स्टेज कार्यक्रममै जाँदैनन्, जहाँ आयोजकहरूले पनि दुर्गेश आउने कुरालाई मात्र भन्दा पनि दुर्गेश हेलिकप्टरमा आउने कुरालाई बढी महत्त्व दिएका छन्। अर्कोतर्फ स्टेजमा पनि अराजक शैली देखाउँछन्। सुरक्षाकर्मी समेत मुखमुखै लागेर जोसको उन्मादमा होस गुमाउँछन्। यस्तै गतिविधिले उनीमाथि स्टेजमै जुत्ता र ढुङ्गा प्रहार हुने गरेको छ। तपाईं आर्टिस्ट किन गर्नु?